सो गाइस केटाकेटीले रहर गरेर बनाएको च्यानल हो जस्तो आयो त्यस्तै राखिदिएको छु हेरिदिनु होला ल है गाइस मेरो चाहिँ अस्ति नेपालबाट साथीले ल्याइदिएको सामान यता सेन्सेल लिएर आउनु भएको थियो त्यही भएर सामान लिन जान लागेको सेन्सेको रुममा रात पऱ्यो कि रातिमा चाहिँ बाटो खुल्लै हुन्छ आनन्द छ नि त हो उडाउँछ नि त छोरोले फेरि दामी छ साथीको साइकल हो यस्तो राम्रो ब्रेक लाग्छ मेरो चाहिँ ब्रेक लाग्दैन राम्रोसँग बनाउनु पर्ने बनाउनु ठाउँ पनि घाँस त खाएन बनाउनु पर्थ्यो यो चाहिँ एकदम दामी छ कि ट्याक्कै ठाउँमा ब्रेक लाग्छ त्यही भएर यो बोकेर आएको म राति भए पनि जापान हो नि त हो पुरै उजेलै छ झिलिमिली छ सेसे हुन्छ बौ साइकलमा हिँड्दैन के भएको के भगवान् किन खुल्दैन र खुल्यौ 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 बस दिउला चिन एउटै लन्डनको मायासँग जान्तारा भए ख्याल राखे है बाचा बन्धनको हामी यो जोय फुल भन्ने ठाउँमा गएको यहाँ दामी दामी खानेकुरा पाइन्छ यहाँ मिठो छ गाइस मिठो छ यहाँबाट यता चाहिँ कुवामा त कास्टल गइन्छ यहाँ त गएको यहाँबाट यता हामी दैनिकी खानेकुरा किन्ने ठाउँमा जान्छ अब खुल्यो खुल्यो अब खुल्यो बाटो खुल्यो मोटर चल्यो जुम्ला काली मलाई बाटोमा हिँड्ने जहिले यस्तो गीत आउँछ याद आउँछ भाइ के भएको खुल्यो जुनले यस्तै गीतको याद आउँछ बाटो खुल्यो मोटर चल्यो वालाको जुम्ला काली कोटको झल्को लाली ओठको बाफे राम्री छन् त भाइ नानी त के हो राम्री राम्री छिन् त एक झलकमा देखिन्छु कि मैले फेरि एक झलक एक झिपिक माल गायब वाला हो कि म यस्तो रातिमा हिँड्न एकदम मन लाग्छ कि ठिकै के यो साइकलमा होइन खुट्टाले तर कोसँग हिँड्ने भन्ने कुरो हो खासै साथी नभएको कारणले गर्दा सपना पुरा भएन तर मलाई यस्तो मजा लाग्छ नि यस्तो रातिमा हिँड्नु अनि यहाँ त सब ठाउँ बत्ती 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 हुन्छ नि त भिडियो बनाउँदै हिँड्न मजा आउँछ कि रातिमा सब ठाउँ बत्ती हुन्छ टिकटक टिकटक बनाउने मजा आउँछ अब म जस्तै भाइरल नभए नि टिकटकमा जाँगर भएकालाई मजा आउँछ के अरे नत्र भने चाहिँ खुलित्तै हो अरूलाई त समस्या यो भएर यस्तो बाटोमा चाहिँ बिस्तारै हिँड्नुपर्छ कि मान्छे जवाब पाइदा थस थस्यो अन्तखेरि बाबु त जान्छ त ल तिमी ल हिँड ल भनेर मामा घर गयो भने अर्को तनाव छ बे
यो साइकलले के हो र म जहिले हिँड्दा नि डराउनु गर्छ त यार हावा नजस्तो लिचिक लिचिक एकातिर बाङ्गिन खोज्छ त यार यहाँ फेरि मान्छेलाई प्राथमिकता हो कि गाडीले चाहिँ पहिला मान्छेलाई अनि त्यसपछि बल्ल गाडी भन्ने कुरो हुन्छ कि त्यहाँ भएर छोडिदिनु पर्छ हाम्रो नेपालतिर चाहिँ पेलेर आउँछ नि त गाडीले यहाँ चाहिँ पहिला मान्छे त्यसपछि बल्ल गाडी प्राथमिकता चाहिँ छ जोस् थ्याङ्क यू राजेन्द्र यो मेरो सामान हो राजेन्द्रलाई धन्यवाद यो पनि राजेन्द्रको लगेज हराएर झन्नै गायब पछि आएछ उतै थाइल्यान्डतिर छोडेर रहेछ पछि आयो अरिगातो ने म राइट बाटोमै छु त यार के छक्रे लालहरू ए बुवा के को साइकल के को ब्रेक हो त्यस्तो म त मेरो फुट्यो भनेको हो वेस्ट जम्पिङमा चाहिँ भार नदिउँ होला हो यस्तो साइड लाग्नु पऱ्यो भने गलत बाटो आएपछि म सोही बाटोमा छु नि त हो त्यता नि त त्यसको बाटो त खासमा त जान्दा म पनि यही बाटो गएको हो अघि नै जाममा परेको थियो लाइटमा परेको थियो अहिले नि लाइटमा परियो ओहो सरपञ्ची त चलिया आज नेपालको गेम छ गाइज गएर गेम हेर्ने हो यार आज कतारसँग नेपालको गेम छ कतारलाई जित्यो भने नेपालको विश्वकप खेल्ने सम्भावना 90% हुन्छ होइन हिजो युएलाई 1 रनको हट अट्याक आउने तरिकाले जितेको थियो आज कतारले त आरामले जित्छ भन्ने सम्पूर्ण नेपालीले आश राखेको छ हाम्रो देशको पनौती खड्ग प्रसाद ओली गएदेखि चाहिँ जेउस पनौती लाग्न छोडेको छ एक गेम पनि हारे होइन अस्ति एक गेम हारेको छ वेस्ट इन्डिजसँग इम्पोर्टेन्ट गेममा चाहिँ हारे होइन पनौती गएपछि त यस्तो उ पो लाग्छ त लक पो लाग्छ त खुल्यो झरी जस्तै रहेछौ त्यतिकै नेपाली नानीहरू हुन् क्या यिनीहरू रात बेला कहाँबाट आउन् काम गरेर आउन् क्या हो कस्तो रातिको बेला बियो त कालो आउला यार मभन्दा नि कालो आउला बत्तीमै पऱ्यो फेरि नि यार नहुनेन मलाई यस्तो बेला मलाई के बिर्से जस्तो लागेको थियो गाइज मैले काट्यो जाइरो काठ बोक्नै बिर्सेको रहेछु मलाई यो बेला मामाल छोपो भने त के भन्छ त मलाई यो बेला मामाल छोपो भने के भन्छ बाबु काठ देखाउ त भन्छ कि भन्दैन भन्छ नि अनि छैन त दाजु भने के भन्छ त मलाई ल हिँड मामा घर त भन्दैन त्यही भएर सक्दो ट्राफिक नियमको पालना गरौ
नत्र भने मामल समाज छ। ओहो अझ टाउकोमा मोबाइल राखेर हिँडिरहेको छु। मामल समात्यो नि त बाबु, कार देखाउ त भन्नु त तनाव हुन्छ त यार। रुमको नजिकै भए त हुन्थ्यो, अलि टाढै छु। गोजीमा हालेर आउनु पर्ला नि, बिर्सेर आएको छु पनि कारणवश। ल बाबु देखाउ त भन्यो भने त छैन हजुर भन्दा नि त बाका हुमाए भन्नु नि त तनाव हुन्छ। अब चाहिँ मामा भेट्यो नि टेन्सन छैन है, नजिक छ नि त रुम। यति हो मेरो रुम भनेर रुममै लर देखाइदिन्छु। अब आयो भने त अब त बल छैन, बल। उरी 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 साँझको बेसलाई यस्तो हिँड्ने नि त कसरत गरे जस्तो नि हुँदो रहेछ यार।